हेलो, आज चाहिँ हामी मेला जाँदैछौँ। यहाँनिर आज चाहिँ 3 भाइ छौँ फेरि। यहाँ दाई, म, दाई 3 जना छौँ। आज चाहिँ पथरीमा मेला छ अरे, अनि पथरीको मेला गएको बिजोग रमाइलो छ। बाटो चाहिँ यो खालको छ है त। बाटो चाहिँ यो खालको छ। सफारीमा गएको सामानहरू लिएर यहाँ खेलाउनु। बाटोको हालत त्यो छ। घल्ट्याङ र गुल्टुङ बल्ल बल्ल आयो। पथरीमा छौँ अहिले चाहिँ हामी, देख्नु सक्नुहुन्छ। पथरीको हालत यो छ, रोडको हालत यो छ, फाल्टा र फुल्टी छ। यो चाहिँ रोड छिटो छिटो बनाउनु पऱ्यो। छिटो छिटो यस्तै हुनु पऱ्यो क्या, सर यस्तो। ल यो चाहिँ पथरी है, पथरी। यस्तो छ पथरी आइपुगिसक्यौँ हामी चाहिँ। काने पोखरीदेखि आएको यो पथरी हो। आया बाटै खत्तम छ। ऊ पर गोर्खा छ है, गोर्खा डिपार्टमेन्ट। यस्तो छ यहाँ चाहिँ पथरीको चाहिँ। यो चाहिँ गोर्खा डिपार्टमेन्ट। बाँसे चौरी, आज पथरीको चाहिँ बाँसे चौरीको मेला अरे। अनि त्यही भएर गएको। मेला चाहिँ कस्तो लाग्छ कोनी, पानी परेर बिजोग छ, बिजोग रमाइलो छ। यो चाहिँ बाँसे चौरी जाने बाटो चाहिँ दामी बनाएको रहेछ। पिच रहेछ, यस्तो बत्ती हालेको रहेछ। ए हो र, के थाहा त मलाई। बाँसे चौरीको मेला भनेपछि बाँसे चौरी जाने बाटो भन्नु परेन। ए हामी त बाँसे चौरी कटिसक्यो अरे, थाहै थिएन। नेपालको झन्डा रहेछ यता। दामी रहेछ ठाउँ चाहिँ। टिकटक बनाउने, यसो भिडियो सिडियो गर्ने बाटो खालको ठाउँ रहेछ है यता चाहिँ। सुपारीको बोटै बोट। मन्दिरहरू छ नि, त्यही हो क्या। दामी दामी घर रहेछ। आज मेला कहाँ लाग्दैछ भनेर चाहिँ अलिकति कन्फ्युज भएको यहाँ देख्न सकिन्छ। जङ्गलको छेउमा यतै रहेछ है, यतै रहेछ मेला, यतै रहेछ। रमाउनु त यतै मेला रहेछ। हेर मकै यस्तो ठाउँ लाउनु घर दामी छ। सुपारी। हेलो भाइ। यता पुरा दामी यहाँ स्कुल रहेछ। रोड चाहिँ दामी रहेछ। यो रोड नछोडी जानु अरे, यस्तो दामी स्कुल रहेछ। यो रोड नछोडी गयो भने हामी पुगिन्छ अरे मेलातिर। यस्तो रोड चाहिँ दामी बनाएको रहेछ। ए काठमाडौँबाट आएको मान्छे हामीलाई सघाउनु। यस्तो खेलाउँछ, गोल हनाउँछ। म त सोच्दै थिएँ के हो भनेर। ल मेला आउनु लागे जस्तो छ। यता सवारीहरू धेरै देखिँदैछ, बाइकहरू।
पानी ट्याङ्की बन्देर चाहिँ यहाँ चाहिँ माछाहरूले छेलिहाल्यो फेरि तेरिका गाडी त आउँदै छैन हातै तल मोबाइल पनि हात अब चाहिँ मेला आइपुग्यो है मेला आइपुग्यो यस्तो छ बाटो चाहिँ खतरा रहेछ क्या ए खोइ त छैन त्यता पछि अनि त्यो माथिको बाटो थियो नि यो बाटो आउँछ क्या मेला आइपुग्यो आया टाउको ठोक्यो ल मेला आइपुग्यो है मेला आएको थियो भने हामी पश्चिममा मेला चाहिँ आइपुग्यो है बल्ल मेला आइपुग्यो जेरी चक्लेटहरू यता हामी त भनेपछि हाम्रो दाइ आउनु भएको थिएन रहेछ कहिल्यै आइपुग्यो मेला सेवा पावा सेवा श्री महाराज गमथान यो चाहिँ होटलहरू छ खतरा रहेछ ठाउँ चाहिँ हाम्रो सामान अनलोड हुँदैछ सफारी अब भरे हामीलाई लिनु आउनुहुन्छ फेरि अङ्कल हाम्रो दाइ सघाउन आउनु भएको छ यहाँ दाइ कति करोडको चप्पल हो यो चप्पल 100 रुपियाँ करोडौँको चप्पल छ नि हेर्नु न यहाँ दुई खालको भिडियो पनि के खिच्छ करोडौँको चप्पल होइन आइसक्रिम आइपुग्यो ठाउँ हेर्नु दाइको आज आज पानी पर्ला जस्तो छ यो खालको छ पानी सिमसिम पर्दैछ ल अघि चाहिँ हामी मेलामा आएको थियौँ कहाँको मेला अरे बाँसे चौरीको मेला थियौँ पथरी बाँसे चौरी अनि त्यस पछाडि हामी चाहिँ अहिले फर्किसक्यौँ फेरि अङ्कलकै सवारीमा अनि हामी चाहिँ अहिले ठ्याक्कसँगले जाँदैछौँ यहाँनिर दाइहरू यतापट्टि हुनुहुन्छ अनि यतापट्टि म छु अनि मेलाबाट फर्किँदैछौँ हामी तिनजना चाहिँ अङ्कलले सवारी लिएर आउनु भएको थियो अनि हामी चाहिँ फर्किँदैछौँ अहिले चाहिँ हामी चाहिँ अर्कै बाटोबाट गयौँ है त अर्कै बाटोबाट त्यो अघिको पुरा झिलिमिली बत्ती भएको बाटोबाट गएनौँ अर्कै बाटोबाट गयौँ अघिको झिलिमिली बाटो चाहिँ अलिक टाढो पर्ने भएकोले गएनौँ अनि तर अब पुगिहाल्छौँ फेरि त्यही बिचमा अब म तपाईँहरूलाई देखाउँछु कस्तो बाटो जाँदैछौँ त हामी यो खालको बाटो छ यो खालको कच्ची बाटो कच्ची यहाँ चौतारो फुटबल ग्राउन्ड रहेछ यहाँ बाँस रहेछ त्यही भएर बाँसे चौरी भनेको रहेछ यो खालको रोड रहेछ है यो खालको ल गाई चाहिँ हामी चाहिँ अब बाँसे चौरी आएको अनि यहाँ चाहिँ चिसो अनि यो चाहिँ हाम्रो ढुङ्गामा पोलेको सेकुवा अनि यहाँ चाहिँ हाम्रो इन्डियाबाट आएको दाजु दाजु यता हेर्नु न त इन्डियाबाट आएको दाजु म इन्डियाबाट आएको इन्डियाको सिक्किमबाट इन्डियाको कहाँ अरे कुन ठाउँबाट इन्डियाको काकर भित्रबाट आएको यहाँ हाम्रो यहाँको दाइ चाहिँ बेलबारीबाट आएको अनि हाम्रो ड्राइभर अङ्कल हुनुहुन्छ अनि यहाँ चाहिँ हामी पुरा अब यो खाना आँटेको छौँ
हेर्नु सक्नुहुन्छ यो चाहिँ फेरि हामी चाहिँ राई हो नि त अनि बङ्गुरको मासु चाहिँ अब जेसुकै होस् सुनको भाउ बढोस् सुनको भाउ घटोस् हामीलाई मतलब हुँदैन तर सुँगुरको मासु चाहिँ कहिले पनि बन्द हुनु भएन सुँगुरको मासु चाहिँ हामी खान पाउनुपर्छ सिङ्का यत्रो के हो 4वटा सिङ्का उभिरहेछ झ्यापमा हो होइन एकै ठाउँ रहेछ नि जाने ल मैले चाहिँ उठाइदिएको ल खाइदिएको ल मिठो रहेछ ओ डिबुले त कोकले त मलाई नुहाइदिएको नि त हो हेर्नु त के हुन्छ ए होस् ल मैले चाहिँ खाइदिएको ल यहाँ छ सेकुवा हामिदिएको ल दामी छ है मिठो रहेछ है यो काँडा पनि खाइदियो ल हाम्रो चाहिँ रक्सी भने पनि रम भने पनि बियर भने पनि यही हो त्यो खुइली गएको रहेछ तर यस्तो खुइली गएको रहेछ डेट चाहिँ खोइ डेट अफ भइआएको जस्तो छ यो बिर्को खोल्नु त खाइदिएको ल यहाँ हाम्रो दाइलाई दिँदैछु चिकन राख्नु पर्दैन यो पक्रिदिनु त यो ग्लास पक्रिदिनु न उत्तर दाइलाई अङ्कलको चिसोको हाने खोइ यो कहाँ राख्नु त यो दाइलाई दिनु न पक्रिदिनु त अङ्कल ल्याउनु न त्यो खानु यहाँ हाम्रो अङ्कललाई पनि म लगाइदिँदैछु खानुपर्छ भोलि बाँचिन्छ बाँचिँदैन अझै खाइराख्नुपर्छ यो भाइले पक्रा है यो लडी ल बिर्को लाउनु सुरुमा यहाँ राख न बिर्को लाउनु न छोड्दैन बिर्को लाउनु न कस्नु न पुरै हाम्रो दाइ फेरि लजाएर के बिर्को कस्नु पनि काकीले लजाउनु यो पक्रा बिर्को कस्नु पनि लजाउँछ हौ दाइ के खाइदिएको ल यो पनि खाइदिएको ल कसलाई सोध्यो यार रक्सी भन्दा मिठो रहेछ तिमीहरू रक्सी खान्छौ नि बियर खान्छौ नि हेर चिसो खाँदा कस्तो मिठो हुन्छ साह्रै मिठो चिसो यस्तो सलाडहरू बनाइदिनु भयो हो पर्दैन नल्याउनु मेरो त अडिँदैन त के भएको त अडिँदैन त होइन खानु न के खाएको अब सला चाहिन्छ होइन ल अडियो है मेरो यो फाइनल्ली म चाहिँ भुइँमा बसेको छु बनाइदिनु अडियो सलाद पर्दैन हौ मासु खानुहुन्न कि मासु खानुहुन्न रहेछ नि त सुँगुर हालेको दामी छ त चाहिँ फेरि आहा अचार दिम्बु सुँगुर हालेको दामी चस्सै मिठो रहेछ क्या मजा आयो चट्टा साइली भयो होइन अब रमसँग बियरसँग खाएको भए पो झन् मिठो हुन्थ्यो चिसोसँग खाएपछि के को मिठो सिङ्गा त यति धेरै थियो त हौ हरायो त सिङ्गाई त्यो अचारमा छ त सिन्का अघिको तपाईँहरू तपाईँकोमै चट्टा नि खाइदिएको ल गएको ल भने जस्तो आज चाहिँ बाँसी चौरीको अनि हामी चाहिँ खाने दबाई चाहिँ चिसो मरङको पसरी भन्ने ठाउँको बाँसी चौरीको मेला आएको अनि सेयरको लागि राम्रो शरीरको लागि राम्रो सेयरको लागि अरे सेहत कि सेयर हो सेयर भनेपछि त अनि सेयर भनेको त अनि उ गर्नु पो त पठाउनु पो यताउता पठाउनु यो चाहिँ ढुङ्गामा पोलेको हो होइन मैले कस्तो ढुङ्गा छ पोल्ने भनेर देखाउँछु यो चाहिँ खाइदिएको ल यो चाहिँ खाएको छु अहिले बिजी छु कि देखाउनु भ्याउँदिनँ खाइरहेको छु खाइसकेर देखाउँछु एकछिन खाएपछि ढुङ्गा देखाउँछु हाम्रो अङ्कल चाहिँ यता पछाडिको अङ्कल चाहिँ सफारी वाला अङ्कलले हामीलाई दिनु आउनु भएको अब हामी चाहिँ अङ्कलको सफारीमा फेरि घर जान्छौँ काने पोखरी दाइको घर उयो ल्याउ त भाइ चिसो यो हाम्रो चाहिँ इन्डियाबाट आएको दाजु चिसो खाने अरे आयो दाइकै चिसो दिँदैछु
यहाँ हाम्रो फेरि फेभरेट दाइ बेलबारीको दाइ याक्कु दाइ नामै डेन्जर छ फेरि यस्तो यस्तो मान्छे नामै सुनेर भाग्छ याक्कु अनि अब भिडियोमा हाल्दै भन्दा सुनको भाउ बढे पनि जेसुकै भए पनि सुँगुरको मासुको भाउ चाहिँ बढ्नु भएन सुँगुरको मासुको भाउ चाहिँ बढ्नु भएन अनि बन्द सुँगुरको मासु चाहिँ बन्द हुनु भएन खाइरहन्छौँ हामी त मासु चाहिँ अलिक सेतो सेतो रातो मिक्सको राम्रो सेतो रहेछ सेतो बेसी अनि सेतो त राम्रो के अरे सुँगुरको मासु खाएपछि सेतो हुन्छ मिक्स राम्रो हुन्छ भनेको मासु खाएको मान्छे 10-16 वर्ष भइसक्यो भैँसीको मासु खानु पर्यो नि त भैँसीको त झन् फल मासु किनेर झन् मिठो हुन्छ तर मैले चाहिँ राँगाको मासु भने राँगाको मासु नखाएको चाहिँ 2-3 वर्ष भयो त्यही भएर तरकारीमा दामी मासु पाउँछ राँगाको हाम्रो इन्डियाबाट आएको दाजुलाई थाहा रहेछ सबै कहाँ कस्तो मासु पाउँछ हेलो हेलो अरे यो चाहिँ मुला भन्छ है मुला मुला तेरीमा मुला भन्दैन यही हो गाली होइन नि यो भने खानेकुरा हो के बनाउँछ खानेकुरा हो मुला अनि यो चाहिँ काँक्रा हो ला मासु पनि आएछ काँक्रासँगै कस्तो छ्या काकी भन न प्याज पनि खाने गर्नु खाइदिएको ल दामी हुन्छ शरीरलाई फाइदा हो प्याज काँक्रा होइन उहाँलाई हाम्रो खाना उहाँलाई छ त केही चबाउन केही हुन्छ भनेर माग्नु खानु राम्रो तर त चाहिँ दामी बनाएछ क्या सिङ्गुर लाएर तपाईँहरू पनि बाँसे चौरी आउनुभयो भने चाहिँ यहाँ यसो एकचोटि सेकुवा कल गर्नु होला भन न त्यही त हामीलाई चाहिँ किन कल गर्नु सेकुवा खानु आउनु को भन्नु त हामीलाई चाहिँ किन कल गर्नु हाम्रो चाहिँ किन आउनु कहाँ छ ठाउँ कत्रीको बाँसे चौरी भनेपछि सवारी लगिदिइहाल्छ नि अनि कल गरेपछि हामी भेट हुन्छ भेट भएपछि सँगै बसेर खाइन्छ होइन नि त्यो हो नि त पैसा मात्रै खर्च हुन्छ किन भेट्नु पर्यो यसरी डबल खर्च होस् न होइन आउने मान्छे आउने मान्छेबाट हामीलाई किन्नु लाग्यो भने होइन भिडियो तयारी छ मिठो त आउने मान्छेको पनि 2000-1000 त खर्च त हुनै पर्छ त होइन त हो किन भन्नु घरमा भात खाइन्छ र भरे खाइन्छ खाइन्छ भोजाहरू जे छ त्यही गत्याको चुके मासु डरो खाइयो क्या तर म पोलेको खान्छु पकाएको चाहिँ खाँदिनँ नि त मासु पकाएको मलाई नि ठिक लाग्छ भैँसी मात्रै खान्छ क्या भैँसी चाहिँ पकाएको म फेरि भैँसी खाँदिनँ नि त दामी हुन्छ पकाएको भैँसी भन्छु उसलाई क्या गोरे सुँगा के अरे गोरे र सुँगा दुईजना मामा हो क्या जोडी आएको भए मजा आउँथ्यो अब बिजोडी छौँ हामी होइन जोडी आएको यस्तो अङ्गाले मार्दै बस्छ गोरेको तल एउटा आमाको दोकानमा जानुभएको छ रक्सी खानलाई रक्सी खाँदिनँ म कहाँ होइन रक्सी दोकानमा चाहिँ निगारेर पाउँछ भिडियो गर्नु लडाउनु खोजेको सिङ्का चाहिँ यत्रो देखिँदो रहेछ फेरि बैला एउटा किन्यो भिडियो गराउनुलाई बोतलमा अडाएको खासै यो देखेन हौ कति पनि ओभर निगार खान्छ नि त बासमा त मैले खान्छु उसलाई मात लागिरहेको छ खानु पनि ए तपाईँको थोरै हाल्नु त हाले जस्तो मात्रै गर्नु त थोरै ल बाबा नथपी खानु हुँदैन अरे अनि गयो ब्रोइलर पकाउनु लगायो आमालाई पकायो मेरो चाहिँ घोप्टेको घोप्टे गऱ्यो त्यो घोप्टेरै सक्यो आधी चाहिँ च्यान गाडी छ कि खोला पारी भाग्यमानीको निदा ठुलो अभागीको खै के जाति ठुलो भन्छ त्यस्तै भोगी क्या हो हुन्छ नि तारजाले त्यो ठुलो ओखेर यहाँनिर चाहिँ आलै भइसक्यो त्यसमा कपडा अड्केको रहेछ खालि मलाई प्रदीपले तान्ने मैले प्रदीपलाई तान्ने ताना तान भयो क्या अहिले गानै निस्किन्छ ताना तान भयो हान हान भयो होइन त्यो गानै निस्किन्छ
तानेको ताने मैले उसलाई तान्छु उसले मलाई तान्छ हेमलाल मऱ्यो कहाँ गयो हेमलाल भन्छ उसले मलाई तान्छ लास्टमा त्यो मान्छे पोलेको मुढा छ नि खोलामा यो दास खोलामा मान्छे पोल्छ नि त पुल मुनि होइन मान्छे पोलेर कालो मुढा छ नि त्यो बोक मेरो चाहिँ साथीसँगै पढेको है फेरि तपाईँलाई फोन गरेको थियो नि त्यही हो प्रदीप दाई हो मेरो पनि दाई हो फोनमा मैले गरेको फोन प्रदीप दाई हो अघि यहाँ मेलामा आएको थिएन मोटे बेस लगाएर कहाँ देख्नुहुन्छ देख्नु भएको जुन तपाईँ आउनु पनि होइन अघि त्यो घरको गर्दाखेरि प्रदीप आएको थियो नि बाटो त्यो बाँस काट्नु पनि त्यही दाइ हो क्या त्यही दाई हो क्या त्यो दाइ चाहिँ हाम्रो दाइ हो मलाई के भन्छ सँगै पढेको हो फेरि उसलाई म थर्काउनु सक्छु उसले मलाई गाली गर्दा म माया गर्छु हो नि थर्काउनु सक्नुहुन्छ नि सक्छु कहाँ के थर्काउनु सक्छु भरे म भिडियो गरेर देखाउँछु होइन भोलि पनि सक्छु साथी हो मेरो भिडियो बनाऊ पत्री बजार हो ल पत्री बजार हामी आइपुग्यौँ बल्ल तल्ला यस्तो पत्री बजार छ यहाँ हाल्नु छोड्छ भने अनि यहाँ चाहिँ म चाहिँ मधु खान आँट्दै चाहिँ मधु मिठा मधु होकेन भन्नु त ए बनाएर मिठापन बनाउन बनाएर सेवाला भन्नुमा मलाई नि एकले छोड्दैन के मलाई खुवाउनु पर्छ भने 3 देखि माथि चढ्नु पर्यो क्या 3000 3 बोतलदेखि माथि ए चढ्नु पर्यो अनि चाहिँ छुन्छ ए 1-2ले छुँदैन ए बुझ्यौ नि कसम कसम भगवान कसम भगवान भने यहाँ भगवान अघि पनि तिरमा थियो नि भगवान भगवानले तिनजनाले भङ्ला छेड्यो त्यो अहिले त मेरो लुगा डढाइदिनु बेर लाग्दैन भयो भयो तिम्रो लुगा चाहिँ के डराउनु पर्छ भने म ग्यारेन्टी ल्याएको छु मेरो लुगामा छ आगो कत्रो हल्ला क्या ए दाइ सोध्नु मेरो ससुराली यो तल हो कि होइन भनेर कहाँ मङ्गलबारे यो तल मङ्गलबार बालमुखी क्याम्पस थाहा छ अह पत्रीको अह मेरो दाजुको त स्कुल हो त्यो किनेको 2टा स्कुल किनेको बालमुखी क्याम्पस अनि अर्को यतापट्टिको के स्कुलको नाम के हो ओल्लो खोला छेउको खै 2टा स्कुल किनेको छ मेरो दाइको स्कुल हो 2टा बालमुखी त पहिलेदेखि किनेको उसको घरै त्यहीँनिर छ बालमुखी भन्दा आँगनमै छ घर चन्द्र दाई हो चन्द्र के दुलाल तपाईँ मजा छेत्री हो खड्का हो कहिले तपाईँको दाइ भयो कहिले दाइ भयो मेरो अनि फुपूको छोरा हो फुपूको छोरा हो फुपू दिदी त्यही घर छ नि त तपाईँको फुपूको छोरा कहिले दाइ भयो तपाईँको भाइ होइन फुपूको छोरा दाइ हुँदैन मभन्दा ठुलो मान्छे हो त अनि भाइले पनि के भन्छ